यो उदाहरण एउटा दिन चाहन्छु। यो लिस्ट डेभलप कन्ट्रीबाट डेभलपिङ कन्ट्रीमा जाने अथवा डेभलपिङ कन्ट्रीबाट डेभलप कन्ट्रीमा जानेमा हाम्रै छिमेकी राष्ट्र चीन, चाइना चाहिँ अस्ति भर्खरै डेभलपिङबाट डेभलपमा गएको थियो, जबकि त्यो डेभलपमेन्टको पराकाष्ठा नागिसकेको देश हो त्यो। भेरी एब्स्ट्र्याक्ट होइन, यसमा केही गम्भीर प्रश्नहरू पनि थिए, उहाँले सम्बोधन गर्न सक्नु भएन, बिर्सिनु भयो। अभियस हो, ह्युमन माइन्ड हो, एकैचोटि सबै उहाँले कम्प्युटर जस्तो प्रोसेस गर्न सक्नुहुन्न। र अर्को कुरा है, यहाँ भन्दै गर्दाखेरि उहाँले चाइनाको विषयमा एउटा टिप्पणी गर्नुभयो। UN classifies China as upper middle income developing nation still, है, due to disparities in wealth and regional development. So PM is wrong basically. China has not graduated to developed country status. त्यो सच्याउनु पर्ने हो कि यस्ता किसिमका त्रुटिहरू हुन्छन् कि जस्ट ऱ्यान्डमली आएर बोल्दाखेरि मलाई लाग्छ यस्तै नहोस् भन्ने विषयलाई लिएर 3 दिन लिखित गर्नुपर्छ भनेको कारण चाहिँ उहाँको त्यहाँबाट आएर त्रुटि हुनु हुँदैन लाइभमा, किन विश्वले हेरिरहेछ। चाइनाले के हेर्ला त यो जवाफमा प्रधानमन्त्रीले आज चाइनाबारे दिएको टिप्पणी, चाइनाले त्यसलाई कसरी विश्लेषण गर्ला? कुनै देशको बारेमा मेरो प्रधानमन्त्रीले बोलेको कुरा अचम्म लाग्छ होला। मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँ मिचेको रहेछ। प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो। यो कहाँनिर मिचिएको हो यो चाहिँ छिटोभन्दा छिटो हामीलाई पनि अवगत गराउन पर्यो। र यो कुन विषय हो, यो गम्भीर र आपदजनक विषय हो। प्रधानमन्त्रीले तथ्य बिना 2 देश सीमाबारे बोलेको कुरा यो सत्य हो भनी राखिन पर्यो। यदि यो असत्य यो कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् भन्ने म माग गर्न चाहन्छु सम्माननीय सभामुख महोदय। धन्यवाद।